हेलो साथीहरू, आज चाहिँ अब धान कुटाउन भनेर मिलमा आएको छु हैन। अब घरमा भुस सक्यो कि त्यही भएर मिलमा अस्ति पनि देखाएको थिएँ होला। मिलमा आएको छु धान कुटाउन। कति मन थाहा छैन, म त धान लिन गएको थिएँ। आइपुग्दाखेरि हाल्न थाल्नु भएको थियो। बिहानै छ, अहिले कति बज्यो भने 7:49 50 भयो भनौँ न, 7:50 भयो भर्खर। आज चाहिँ बाबाको छुट्टी थियो नि त, त्यही भएर अनि धान कुटाउन आएको। अब कुटिँदैछ, अब लिएर जानुपर्छ। एकछिनमा कुटिसकेपछि कस्तो नाकमा धानको खिया पस्यो। कुटिसकेपछि लिएर जानुपर्छ। 50 रुपियाँ मन हो है धानको चाहिँ हैन। अब म चाहिँ हेर्नु टक्कसँगले अहिले वेट नापेको हैन। अस्तिको पालि नाप्दाखेरि 79.480 थिएँ हैन। अहिले चाहिँ कति छु भने अहिले चाहिँ 75 केजी छु ठ्याक्कै। अस्ति कति महिनामा आएको थियो थाहा छैन। अहिले चाहिँ आज चाहिँ ठिक्क मेरो उयो गरेको के भन्छ, कुद्न थालेको, डाइटिङ गर्न थालेको 3 महिना भयो। 3 महिना म 13 किलो घटेछु। 3 महिनामा 13 किलो कम्ती हो नि, जम्मा 3 महिनामा 13 किलो मात्र छ। त्यस्तै छ साथीहरू। अब टिकटकमा हेर्दै हुनुहुन्छ भने फलो गर्नु होला, लाइक गर्नु होला, र युट्युबमा हेर्दै हुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला। भिडियो र के भन्छ सब्सक्राइबर उति हुन आँटिसक्यो कि, यसो सब्सक्राइब गरिदिनु होला साथीहरू। ल बाई साथीहरू।